के हो दाइ तिहार आइसक्यो भैले खेल्न जाने होइन भट्टा त भोलि पर्सि काटे हुन्न र अब यस्तो छ कि हाम्रो गाउँमा फेरि खासै तिहारको चहलपहल खासै हुन्न होइन भैलो पनि खासै खेल्दैनन् भोलि खेल्छन् बरु होइन त्यही भएर आज काम गरेर सकिसकेपछि भोलि फेरि तिहार भइहाल्यो पर्सि नै काम सकिहाल्यो त्यही भएर आज खाली टाइम के बसौँ भनेर यसो काट्न लाग्यो नि त अँ यार सही हो दाइ भट्टा पनि पाकिसक्यो नि अब आजै काटौँ नि काटौँ आज सकिहाल्छ नि कस्तो टाइम फल्याएर छ यार भट्टा बबाल छ नि बवाल छ तर के अरे यो आजै काट्यो भने त हाम्रो काम सकिहाल्यो नि हाम्रो चाहिँ यो कस्तो गजब छ के यता टमाटर छ होइन यता ठ्याक्कै यो ढिकढिकमा चाहिँ टमाटरमा हालेको के अरे मोल के मोल पाएर भट्टा यस्तो दामी भयो गजब भएको छ यो ट्रिक चाहिँ आमाको ट्रिक हो यस्तो बवाल चाहिँ बनाउनु भएको छ भट्टा चाहिँ फाइनली साथीहरू हामीले चाहिँ भट्टा काटिसक्यौँ अब यो चुटेको पनि हामीले देखाउँछौँ कति हुन्छ पछि खाजासँग मिसाएर खाएको पनि देखाउनेछौँ कसैले चाहिन्छ भने भन्नु होला खाजासँग कम दामी हुन्छ